तिम्रो जिन्दगीको सबैभन्दा महत्त्वपूर्ण समय चलिरहेको छ अहिले। यो मिनेट, यो सेकेन्ड, यो घन्टा, यो दिन, यो रात, हरेक पल, हरेक लम्बा एकदम महत्त्वपूर्ण छ तिम्रो लागि। किनभने यो समय हरेक सेकेन्ड फेरि फिर्ता आउँदैन, वापस आउँदैन। फेरि यस्तै समय आउला, तर यही समय आउँदैन। अनि यस्तो किम्ती समय तिमीले अरूलाई, आफूलाई प्रुफ गर्नलाई किन टाइम वेस्ट गर्छौ? तिमीले अरूलाई म यस्तो होइन यो भनेर प्रुफ गर्नु नै पर्ने छ र? पर्दैन के? तिमीले प्रुफै गरे पनि उसले बनाएको दृष्टिकोण अनुसार तिमीले भनेको कुरालाई मान्दैन, ऊ चेन्ज हुँदैन। तिम्रो छेउमा बसेको मान्छे जोसुकै होस्, उसले तिमीलाई तिम्रो पर्सपेक्टबाट हेर्दैन। अनि तिमीले आफ्नो यस्तो किम्ती समय किन त वेस्ट गर्छौ? तिम्रो हरेक मिनेट, हरेक सेकेन्ड एकदम महत्त्वपूर्ण छ। त्यसलाई तिमी खुसी हुनमा युज गर कि। तिमीले त्यो हरेक टाइम आफूलाई खुसी राख्ने काम गर, शान्ति राख्ने काम गर, अनि भोलिको लागि जग बनाउने काम गर।